नमस्कार साथीहरू, तपाईहरूले पनि आफ्नो मोबाइल फोनबाट कक्षा 8 को रिजल्ट कसरी हेर्ने मार्कसिट सहित आज म तपाईहरूलाई यो भिडियोमा सिकाउन गइरहेको छु। तपाईहरूले भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नु होला। ल साथीहरुको लागि भिडियोतर्फ। साथीहरू तपाईहरूले पनि आफ्नो मोबाइल फोनबाट कक्षा 8 को रिजल्ट हेर्नको लागि तपाईहरूले पनि आफ्नो मोबाइल फोनमा रहेको क्रोम ब्राउजर एप्लिकेसनलाई ओपन गर्नु होला। क्रोम ब्राउजर एप्लिकेसनलाई ओपन गरिसकेपछि साथीहरू तपाईहरूले यहाँ चाहिँ सर्च अप्सन छ नि, सर्च अप्सनमा क्लिक गर्नु होला। सर्च अप्सनमा क्लिक गरिसकेपछि साथीहरू तपाईहरूले यहाँ टाइप गर्नु होला। तपाईहरूले जुन ठाउँबाट 8 क्लासको एक्जाम दिनु भएको छ नि त्यो ठाउँको नाम यहाँ टाइप गरेर सर्च गर्नु होला। म यहाँ टाइप गरिरहेको छु जितपुर सिमरा सब मेट्रोपोलिटन। मैले यहाँ टाइप गरेर सर्च गरे। सर्च गरिदिनुहुन्छ भने साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि तपाईहरूले जुन ठाउँको हेर्न चाहनुहुन्छ नि रिजल्ट कक्षा 8 को त्यो ठाउँको यहाँ चाहिँ वेबसाइट आउँछ। तपाईहरूले पनि वेबसाइटको माथि क्लिक गर्नु होला आफ्नो मोबाइल फोनमा। क्लिक गरिसकेपछि साथीहरू तपाईहरूले पनि आफ्नो मोबाइल फोनमा यहाँ हाल्नुहुन्छ। यहाँ आइसकेपछि साथीहरू तपाईहरूले यहाँ चाहिँ 3 लाइनको हुन्छ नि 3 लाइनको अप्सनमा क्लिक गर्नु होला। 3 लाइनको अप्सनमा क्लिक गरिसकेपछि साथीहरू तपाईहरूले पनि आफ्नो मोबाइल फोनमा स्क्रल गर्दै तल आउनु होला। तल आउनुहुन्छ भने साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि हुन्छ यहाँ चाहिँ अनलाइन सर्भिस भन्ने अप्सन। तपाईहरूले यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि साथीहरू तपाईहरूले पनि आफ्नो मोबाइलको स्क्रिनलाई अलि यता सार्नु होला। यता सार्नुहुन्छ भने साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि हुन्छ यहाँ चाहिँ तल कक्षा 8 को परीक्षाफल भन्ने अप्सन। तपाईहरूले यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि स्ट्यान्डर्ड पेज खुलेर हाल्छ। साथीहरू तपाईहरूले पनि आफ्नो मोबाइल फोनमा यहाँ आइसकेपछि तपाईहरूले यो पेजलाई अलि जुम गर्नु होला आफ्नो मोबाइल फोनमा। जुम गरिसकेपछि साथीहरू तपाईहरूले माथि आउनु होला। माथि आइसकेपछि साथीहरू तपाईहरूले पनि आफ्नो कक्षा 8 को सिम्पल नम्बर यहाँ दिनु होला र तपाईहरूले तल चाहिँ आफ्नो जन्म मिति दिनु होला। कक्षा 8 को सिम्पल नम्बर र आफ्नो जन्म मिति दिइसकेपछि साथीहरू तपाईहरूले यहाँ चाहिँ तल सबमिट भन्ने अप्सन छ नि, सबमिट भन्ने अप्सनमा क्लिक गर्नु होला। सबमिट भन्ने अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि तपाईहरूको कक्षा 8 को रिजल्ट हेराइदिन्छ मार्क्सिट सहित। साथीहरू तपाईहरूको भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गरेर च्यानललाई पनि सब्स्क्राइब गर्नु होला यस्तै प्रकारको भिडियोहरू हेर्नको लागि।